ओ माई गड, हिमाल सुनारी जो गण्डकी प्रदेशका मिडिल बलकर पनि हुन्, जो नेपालमा सिग्नेचर स्पाइकले पनि चिनिने गर्छन्। हुन त नेपालमा भविष्य छैन, त्यही पनि अलिकति खेलाडीहरूलाई पछिल्लो समयमा भलिबलमा अलिकति केही पकेट खर्चसम्म आइरहेको छ र आफ्नो शरीर आफ्नो यो ज्यान पाल्नेसम्म केही भइरहेको छ विगतको तुलनामा भन्दा। र यो कडा मेहनतको साथ कडा परिश्रमको एउटा फल पनि हो, जो नेपालमा अलिकति भविष्य देखेर गेमहरू खेल्दै आएका प्रदेशका खेलाडीहरू पनि हुन्। र ती चर्चित खेलाडीहरूमध्ये पनि एक हुन् हिमाल सुनारी, जो गण्डकी प्रदेश नवलपुरमा बस्दै आएका छन्। र यो कडा मेहनत, ट्रफी, मेडल, प्रमाणपत्र यदि बेच्ने हो भने खेलाडीहरू किन जानु पर्थ्यो बाहिर देश, त्यो गर्मीहरू खानलाई। र यदि यो ट्रफी सिल्भरहरू काम लाग्थ्यो भने खेलाडीहरूलाई अलिकति केही आम्दानी पनि हुन्थ्यो होला। तर यो ट्रफी काम नै लाग्दैन, दुःख त यहाँ पो लाग्छ। र यो मेहनत, यो कडा परिश्रममा केही फल त छ, केही अलिकति मनमा शान्ति त देखिन्छ। यो हेर्दा कमसेकम आफ्नो जीवनमा केही रमाइला यादहरूको तस्बिरमध्ये यो तस्बिर पनि हो। यो रमाइलो संसार पनि देखिन्छ यो रुममा, किनकि आफ्नो कडा मेहनतको फल पनि हो यो हिमाल सुनारी मगरको। साथै हिमाल सुनारीको हजुरलाई खेल कस्तो लाग्छ, त्यस्तै कमेन्टमा सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला।